भाइले दिएपछि खानु या भाइको खोसेर खानु है त्यही हो नमस्कार साथीहरू, स्वागत छ मेरो यो विशेष भाइटिकाको भ्लगमा। आजको दिन भाइटिका। दिदीबहिनीले आफ्ना दाजुभाइहरूको दीर्घायु र सुखको कामना गर्दै सप्तरङ्गी टीका, मखमली र सयपत्री फूलको माला लगाउँदै पूजा गर्ने दिन। हामीले पनि यो परम्परा प्रेम र खुशीका साथ मनाउँदैछौँ। हेर्दै जाउँ है त। हाम्रो घरमा साना 3 जना बच्चाहरू छन्। एउटा छोरी अनि 2टा भदुभदैया। छोरीको भाइटिका दिविशको लागि, भदुको लागि यस वर्ष छोरीको भाइटिका पहिलो भाइटिका थियो र दिविश र दिविशाले चाहिँ भाइटिका लगाएका थिए। तर पनि आफ्नो घर, छुट्टै परम्परा, छुट्टै संस्कृति र आफ्नो घरको आँगनमा यही माटोमा भाइटिका लगाउनु भनेको सबैजनाको लागि विशेष थियो। पहिलो भाइटिका हिजो आफ्नो घरमा पहिलो भाइटिका। यो भन्दा पहिले दिविश र दिविशाले अमेरिकामा लगाएका थिए। तर सबैजना आदरणीयहरूको अगाडि बसेर यसरी भाइटिकाको सबै कुराहरू सिक्दै यो के हो भनेर बुझ्दै सिक्दै गर्दाको अनुभव नै छुट्टै हुन्छ। सम्भवतः यिनीहरूका लागि विशेष भाइटिका रहनेछ। आज दिविश मौन छन्, भद्र भलादी भएर बसिरहेका छन्। हिजो भाइटिकाको अघिल्लो दिन हाम्रो अघिल्लो भ्लगमा आएको छ, गएर हेर्नुहोला। दुईटी बहिनीले भाइटिका कसरी लगाउने, कसरी भाइको पूजा गर्ने भनेर पुरै रिहर्सल गरिराखेका थिए, भाइटिकाको तयारी गरिराखेका थिए। सो अहिले चाहिँ यिनीहरू भाइटिका लगाउँदैछन्, भाइलाई पूजा गर्दै सप्तरङ्गी टीका लगाउँदैछन्। सबै कुराको अर्थ चाहिन्छ, सबै कुराको बयान चाहिन्छ यिनीहरूलाई, हैन? यो किन, यो कसरी, यो उमेर नै त्यही हो, जिज्ञासु, जिज्ञासा। र यो भाइटिका मलाई जहाँसम्म लाग्छ विशेष लाग्छ। र केही वर्षपछि फर्केर हेर्दा चाहिँ हामीले यसरी मनाएका थियौँ है, हामी सबैजना बसेर पहिलो भाइटिका भन्ने हुन्छ। हामी पनि थियौँ, तर साइडमा बच्चाहरूबाटै सुरु गरौँ भनेर फेरि बच्चाहरू चकचक गरिहाल्छन्। अनि अरूहरूको माला लगाउँदै गर्दा मेरो खै भन्ने हुन्छ। त्यही भएर चाहिँ बच्चाहरूबाटै हामीले सुरु गऱ्यौँ। बच्चाहरूलाई देवता सरह मानिन्छ भनेर नै बच्चाहरूबाटै सुरु गऱ्यौँ हामीले चाहिँ। त्यसपछि हिजो के सिकेका थिए, आफैले सिकेका थिए अनि आफै गरिरहेका छन्। हामीले नमिलेको ठाउँमा भनिदिँदैछौँ। उता साइडमा दाजु हुनुहुन्छ, यता माथि बुवा बस्नु भएको छ, आमा माइत जानु भएको छ, अनि दिदीहरू हुनुहुन्छ। म चाहिँ क्यामेरामा छु, खिचिरहेको छु, हैन? अनि भाउजू पनि माइत जानु भएको छ, आमा पनि माइत जानु भएको छ। हामीहरू चाहिँ घरमै छौँ सबैजना। सिक्दैछन् संस्कार संस्कृति सहितको चाडपर्व कस्तो हुन्छ, कसरी मनाइन्छ। पूजा गर्ने कोठामा दियो बालेर त्यही पूजा गर्ने कोठा अगाडि यसरी टीका लगाउँदै गर्दाखेरि हैन के हुन्छ, अथवा त्यसको महत्त्व, भाइको महत्त्व, दिदीबहिनीको महत्त्व, भाइलाई किन पुज्ने भन्ने कुरा है, यो सबै कुरा सिक्दैछन्, सिकिरहेका छन्। यो माया, यो सम्बन्ध लामो समयसम्म अपरम्पार रहिरहोस्, यस्तै रहिरहोस्, प्रगाढ रहोस्। अहिले साना छन्, थोरै भए पनि झगडा हुन्छ साना सानामा। यसले यो गर्यो, यसले यो गर्यो भन्ने गुनासो हुन्छ यो उमेरमा। तर रमाइलो हुन्छ, यही बेला रमाइलो हुने पनि, धेरै मेमोरीहरू क्रिएट गर्ने बेला पनि हो। हातले औला खोज्छ कि भन्ने पिर पनि छ एकापट्टि, हैन? तर सिक्दैछन्, सिकिरहेछन्। अर्को वर्षसम्म पर्फेक्ट हुन्छन् 3 जना। त्यसपछि यिनीहरूलाई एउटा साइडमा राखेर हामी पनि अर्को साइडमा सँगसँगै टीका लगाउनु पर्छ कि जस्तो लागिरहेको छ।
यिनीहरूको भाइटिकाको अघिल्लो दिनको प्रिपरेसन देख्दा चाहिँ है आज त भाइ तिमीले त शान्त बस्ने हो नि अनि तिमीले त शान्त बसेर हात थापेर बस्ने हो हामीले जे गर्छौं तिमीले स्वीकार्ने हो भनेर सिकाउँदै थिए के रे बिहान है भद्र भएर बसेका छन् भाइ पनि यो बेला यो उमेर यो समयको एकअर्कासँग बिताएका यी अविस्मरणीय मेमोरीहरू नि साँच्चीकै कालान्तरमा ती सम्झनाहरूले पनि मान्छे बाँचिरहेको हुन्छ ती सम्झनाहरूले कति मान्छे रोलान् कति मान्छे हाँस्लान् होइन तर बाँच्न चाहिँ सम्झनाहरूले नै बाँच्छन् एउटा उमेर भइसकेपछि के कस्तो बितायौं भन्ने त्यति धेरै फरक पर्दो रहेनछ तर बचपनामा बनेका सम्झनाहरू साँच्चीकै विशेष हुँदो रहेछन् हामी यो उमेरमा पुग्दै गर्दाखेरि महसुस गरेको त्यो कुरा चाहिँ जीवन त बाँचिसकेको छैन तर सो माला लगाउने बेला होइन आहा कस्तो हिरो भएँ भन्ने भइरहेको छ है कति राम्रो भएको भाइ चिटिक्क आहा भएको छ होइन सो आज दाजुभाइको दिन दिदी बहिनी दाजुभाइको दिन अझ विशेष दाजुभाइको दिन दाजुभाइले दिदीबहिनीको रक्षा र दिदीबहिनीले दाजुभाइको रक्षा सुख शान्ति समृद्धि निरोगीपना को कामना गर्ने दिन हात पनि हेर्नुहोस् न आँटिसके कहाँ कत्खेर दिने भनेर सो अब यो खानेकुरा चाहिँ भाइलाई खुवाउने रे यति खाइहाल्छ नि भाइले भनेर खुवाए होइन त्यसपछि हामीलाई त भाइले त दिएन त बाबा खोइ हामीलाई दिनुहुन्न अरे होइन अब उसको भाइले दिएन अनि आज के कुरा क्लियर भएको थियो सुरुमै भने यो दिने बेलामा चाहिँ आज भाइले दियो भने मात्रै खाने हो है आजबाट भाइलाई कुट्ने होइन भाइले पनि तिमीहरूलाई कुट्ने होइन झगडा गर्ने होइन एकअर्काको रक्षाका लागि सदैव अघि बढ्ने हो भन्दै गर्दा बाबा हामीलाई त भाइले खुवाएन त भनेर गुनासो गरिरहेकी थिइन् अब उसको भाइले नदिन्जेलसम्म नखाने भाइले दिएपछि बाँडेर खाने है त भनेको थियौ भाइले त हामीलाई दिएन त भन्ने गुनासो थियो होइन नत्र त भाइको भाग खाइहाल्छन् दुईटी दिदीहरू लागेर होइन तर अब आज खानु हुँदैन है भाइको भाग भाइले दिएपछि मात्रै खाने हो भने बस त भाइलाई सोधेर भाइ दिने हो भन्दै गर्दा है सक्यो भाइ त अब हिरो भयो हामीले त पूजा गर्यौं कस्तो राम्रो देखेको भाइ भन्दैमा ताली बजाउँदै मक्ख छन् सबैजना यो माया यो सद्भाव यो प्रेम यो स्नेह यो एकअर्का प्रतिको समर्पण सदैव यस्तै रहोस् जीवन रहोस् जीवन्त बनोस् अब भाइले टिका लगाइदिन अलिकति नसक्ला अलिकति सकिँदैन भनेर दिदीहरूले नै लगाइदिनु भएको थियो नानीहरूलाई चाहिँ अनि अब यिनीहरूको फोटो सेसन गरौँ भनेर एकचोटि सर फोटो खिचेको थियो त्यस्तो राम्रो क्लियर त आएको थिएन तर पनि मेमोरी भन्ने कुरा सम्झना भन्ने कुरा जस्तो भए पनि रहन्छ पोजिसन हेर्नुहोस् न पोज ओहो है अब चाहिँ दिविशले खाँदैछन् आनन्द बसेर टिका सकेपछि है यसरी छोरी दीपशिखा भदै दिविशा र भदु दिविशको भाइटिका सम्पन्न भयो यो वर्षको भाइटिका हाम्रो परिवारका लागि हाम्रा लागि निकै विशेष छ किनभने ठ्याक्कै 10 वर्षपछि हामी
दाजुलाई टिका लगाउँदैछौँ। दिदी हो ठुलो दिदीको भाइ अनि हामी सबै बहिनीहरूको एक्लो दाजुलाई हामी यस वर्ष टिका लगाउँदैछौँ। सप्तरङ्गी टिका, मखमलीको माला, सयपत्रीको माला अनि अथाह प्रेम। दाजुले दिदीबहिनीलाई र दिदीबहिनीले दाजुभाइको सुरक्षाका लागि सदैव माया अजर अमर राखिराख्नका लागि हाम्रो संस्कार, संस्कृति र परम्परालाई पुस्तौं पुस्तासम्म रहिरहनका लागि हामीले सक्ने हाम्रो प्रयत्न गर्दैछौँ। बुवाको सपना, आमाको आशा अनि हामी 4 दिदीबहिनीको मायाले हुर्काएको दाजुभाइलाई हामीले दशकौं पछि त्यो मुहार निहालेर हेर्ने कोसिस गर्दैछौँ। दशकौं पछि ती हातहरू छुँदैछौँ र पुरानो हाँसो हामी फेरि ल्याउन खोज्दैछौँ। दशकौं पछि आज हाम्रो भाइ हाम्रो आँगनमा हुनुहुन्छ। त्यही आँगन जुन आँगनमा हामी कति झगडा गर्थ्यौं, कति रमाइला पलहरू बिताउँथ्यौं। डोरीको खाटमा उत्तानो पल्टेर आकाशका ताराहरू गन्दै सपना बुन्थ्यौं अनि सम्झाई बुझाई गर्नुहुन्थ्यो अग्रजले। 2068 कार्तिक 11 गते शुक्रबारको भाइटिका पश्चात कार्तिक 12 गते स्नातक अध्ययनका लागि बुटोल जानुभएको थियो। त्यसपछि त्यही वर्षको माघमा माघीमा नआउनु भएको थियो अनि स्नातक सकिसकेपछि हामी प्रत्येक वर्ष आउनुहुन्थ्यो। दशैं तिहारमा मिल्यो भने 6 महिनामा आउनुहुन्थ्यो। त्यो 68 मा पहिलोचोटि घर छोडेको दाजुले 2072 मा हामीले भाइटिका राम्रैसँग सम्पन्न गर्यौं। 72 सम्म हामीले हाम्रा सबै चाडबाडहरू नेपालीका ठूला महान चाडबाड दशैं तिहारमा घर आउनुहुन्थ्यो। मिल्यो भने बीचमा पनि आउनुहुन्थ्यो, कहिले नयाँ वर्षमा, कहिले माघीमा। ठुलो दिदी टिका लगाउँदै हुनुहुन्छ। दिदीले सक्नुभयो। हामी जेठोबाटै सुरु गर्छौं। 2072 मा हामीले भाइटिका दशैं तिहार राम्रोसँग मानिसकेपछि त्यो नै हाम्रो लागि आजसम्म भन्दा अगाडिको अन्तिम भाइटिका रहेको थियो। 2073 भदौको 10 गते उच्च शिक्षा अध्ययनका लागि स्नातकोत्तर अध्ययन गर्न भनी कोरिया जानुभयो। हामी आशामा पर्खिरहेका थियौं हाम्रो भाइ पढ्छन्, पढेर नेपाल फर्किन्छन्। त्यो आशाले हामी बाँचिरहेका थियौं। 2-3 वर्ष त रोएरै गए होलान्। अझै तिहार त्यसपछि मन पर्नै छोड्यो हामी सबैजनालाई। त्यो अघि मन पर्थ्यो। 2073 को भदौ 10 गते कोरिया प्रवेश पश्चात मास्टर सकेर 2075 3 महिना 15 गतेको दिन उहाँको बिए थियो। 2 वर्ष अध्ययन पश्चात असार 15 गते बिए को लागि आउनु भएको थियो र बिए भन्दा 3 दिन अघि घर पुग्नु भएको थियो। बिए पश्चात उहाँको धेरै ठाउँमा घुम्नुपर्ने थियो अनि धेरै ठाउँमा सामाजिक कार्य गर्नुपर्ने थियो। 1 महिनाको नेपालको बसाई पश्चात फेरि विद्यावारिधि अध्ययनका लागि कोरिया जानुभयो। कोरियामा अध्ययन सकेर 79 को श्रावणतिर नेपाल फर्किनुभयो। नेपालमा केही गर्छु, नेपालमै बस्छु भन्ने सोचका साथ फर्किनुभयो। तर नेपालको डकुमेन्ट इक्विभ्यालेन्स गर्नुपर्ने अवस्था, इक्विभ्यालेन्स बिना बेरोजगार बस्नुपर्ने अवस्थाले पुनः 2079 को भदौको 16 गते अमेरिका प्रस्थान गर्नुभयो।
पोस्ट गरेर आउँछु, केही अनुभव लिएर आउँछु भनेर जानुभयो। कोरिया पठाउनुभन्दा गाह्रो थियो अमेरिका पठाउनु। कोरिया पढ्न जानुहुन्छ र फर्केर आउनुहुन्छ भन्ने आशामा थियौँ भने अमेरिका पठाउँदा अमेरिकाको बसाइले फर्किनु हुँदैन कि भन्ने कहीँ कतै लागेको थियो। समयले धेरै टाढा पुगाएको थियो। ती हातका स्पर्श, त्यो हातले टिकान लगाइदिएको, त्यो हातले नकुटेको, त्यो बोलीले नसम्झाएको धेरै भएको थियो नजिकबाट। अमेरिकामा आफ्नो कार्य सकिसके पश्चात उहाँलाई कहिले पनि आफ्नो देश छोडेर अन्त देशमा आफ्नो भविष्य देख्न मन थिएन र उहाँले हामीलाई दिनुभएका वचन स्वरूप नै 81को माघको 23 गते उहाँ फेरि नेपाल आइपुग्नुभयो। यो देशमा बस्छु, यो देशका लागि गर्छु, जबसम्म यो देशका युवाले आफ्नो देशमा भविष्य देख्दैनन् तबसम्म कुनै अर्थ छैन। मातृभूमि बिर्सिनु हुँदैन भन्ने सोच थियो उहाँको। ठुलो दिदी माइलो दिदीले टिका लगाइसके पश्चात साइलो दिदीको टिका लगाउने पालो थियो। हामी सधैँ चाहिँ 4 बहिनी 4वटा माला लगाउँछौँ र एउटा माला मखमलीको एक्स्ट्रा मैले लगाउँछु। हाम्रो दाजुको घाँटीमा 5वटा माला हुन्छ हामी 4 दिदी बहिनीले लगाउँदै गर्दा। लामो समयको दूरी पश्चात हामी फेरि सँगै मिलन भएका थियौँ। त्यो लामो समयको दूरीले लाग्थ्यो सम्बन्ध कहिलेकाहीँ फिक्का त हुने होइनन्। परिवारको भाव, परिवारको सम्बन्ध कहिलेकाहीँ बिर्सिनु त हुँदैन। यी वर्षहरूमा समाजले धेरै कुरा भन्यो, कसैले बुझेन, कसैले टाढा बनायो, तर हामी सधैँ एउटा कुरामा अडिग थियौँ, दाजु फर्किनुहुन्छ, दाजु फर्किनुहुन्छ, यही देश फर्किनुहुन्छ, यही देशमा केही गर्नुहुन्छ। अनि जसले जे भने पनि दाजु त मेरै हो नि, छोरा त मेरै बुवा आमाको हो नि, छोरा त यही देशको हो नि। मनको माया कहिल्यै घटाएका थिएनौँ, आशा कहिल्यै घटाएका थिएनौँ। फलस्वरूप हामीले हाम्रो दाजु पोहोर सालको माघमा मात्रै हामीले नेपाल ल्याएका थियौँ। अहिले आफ्नै देशमा काम गर्दै हुनुहुन्छ। आफ्नै देशका ग्रामीण भेग सुदूरपश्चिम मध्यपश्चिममा काम गर्नुपर्छ, सुदूर र कर्णाली जस्ता क्षेत्रमा भन्नुहुन्थ्यो। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापकको रूपमा हुनुहुन्छ। केही समय र परिस्थितिका कारणले हामीलाई धेरै टाढा बनायो, तर माया र सम्झनाले सधैँ नजिक राख्यो। पुरानो भाइटिकामा हामी ठुलो दिदीले माला हुनुहुन्थ्यो अनि हामी माला छान्थ्यौँ, यो माला मैले लगाउने, यो माला मैले लगाउने। अझै हामी भन्दा पनि विशेषतः मैले छान्ने गर्थेँ। घरकी कान्छी छोरी, दाजुकी कान्छी बहिनी। अनि टिका लगाउँदै गर्दा कान्छीको माला सबैभन्दा माथि आउने भएर सयपत्रीको फूल टिप्दै गर्दा ठुलो ठुलो फूलहरू एउटा डालोमा टिपिन्थ्यो। त्यो छुट्टै माला बनाउने मेरो लागि भनेर माइलो दिदी, ठुलो दिदी, माइलो दिदी र साइलो दिदीले टिका लगाइसके पश्चात अब मेरो पालो। कान्छीको पालो सधैँ अन्तिममा आउँछ। मेरी आमाले मलाई पनि अन्तिममा जन्माउनु भयो। जन्माएको होइन उहाँले, म आफै जन्मिएको। हामी सबैजना आमाको पेटमा सँगै थियौँ। अनि म अगाडि आउँदै गर्दा मेरी आमालाई दुख्छ म दौडेर आउँदा, लाइन कुल्चेर आउँदा भनेर म पछाडि नै लागे आमालाई पीडा हुन्छ भनेर। म त्यो बेलादेखि नै नियमको पालना गर्थेँ, लाइन भङ्ग गर्दिनथेँ। दसैँमा तिहारमा सधैँ टिका लगाउँदा अग्रजहरूलाई टिका लगाउँदै गर्दा कान्छाको पालो लास्टमा आउने भएर के गरेर चित्त बुझाउने त अब भन्दै गर्दा मैले बनाएको लाइन हो त्यो। यस वर्ष बुवाले भाइ टिका कान्छाबाट लगाउनु पर्छ अरे भनेर भन्नुभएको थियो। मैले होइन ठुलाबाटै लगाऊ भनेर भने। सो बानी परिसक्यो अब धेरै कुराले। अनि दाजुलाई हामी आशीर्वाद दिँदै थियौँ।
10 वर्षपछि हामी फेरि एउटै ठाउँमा एउटै टीका, एउटै रङ, एउटै माला र एउटै मायामा गाँसिँदैछौँ। बुवाका हातका अछेला, फुटेका कुर्कुच्चा, आमाको फाटेको चोली, धोती अनि बाआमाले नसुतेका अनेकन रात, दिदीबहिनीले तपाईसँग घुलमिल हुँदै बिताएका ती हरेक क्षण, सबैजनाले आफूभन्दा धेरै माया गरेको त्यो दाजुभाइको सम्बन्ध, त्यो माया, त्यो समय कहिल्यै नबिर्सिनु। बुवाको काँध, आमाको काख, दिदीबहिनीको साथ कहिल्यै नबिर्सिनु। हामी 10 वर्षपछि फेरि टीका लगाउँदैछौँ। यो माया, यो सम्बन्ध, यो साथ सदैव रहिरहोस्। हामी सदैव हाम्रो दाजु हुनुहुन्छ भनेर निर्धक्कले गर्वका साथ छाती फुलाएर भन्न सकिरहौँ। सँगै रौँला, सँगै हाँसौँला, हरेक कठिन समयमा पनि सँगै जुझ्दै अगाडि बढौँला, लड्दै गर्दा उठ्दै जाउँला। संसारका सबैले हामीलाई दिएका हाँसो, खुसी, रोदनहरू हजुरलाई सजिलैसँग सुनाउन सकियोस्। तर तपाईका कारण हामीले कहिल्यै पनि आँखाबाट आँसु झार्न नपरोस्, यी परेली भिजाउन नपरोस्। तपाईले पनि संसारका सबै कुराहरू, हाँसो, रोदन, खुसी हामीलाई भन्न सक्नुहोस्। अनि हाम्रा कारण तपाईका आँखामा आँसु कहिल्यै नआउन्। तपाईको दीर्घायु, दीर्घ जीवन, चिरञ्जीवी, सुख, स्वास्थ्य, समृद्धिको हामी कामना गर्दछौँ। सदैव निरोगी देख्न पाइयोस्, सदैव ऊर्जासिलो, स्वस्फूर्त देख्न पाइयोस्। हामी सबैजना एकअर्काको मेरुदण्ड भएर सदैव बसिरहन पाऊँ। मैले अनि दिदीहरूले मात्रै तपाईका अगाडि रुनुपर्छ भन्ने छैन। कुनै दिन तपाईलाई पनि असह्य भएर गाह्रो भयो भने निर्धक्कले रुन सक्नुहोस्। पुरुष हुँदैमा आँसुलाई रुकाउनुपर्छ र बाहिरबाट हाँसिरहनुपर्छ भन्ने छैन। त्यो हामी चिर्दै अघि बढौँला। आफ्ना वेदना, आफ्नो महसुस, आफ्ना भावनाहरू व्यक्त गर्नुपर्छ। निर्धक्कले रुनुपर्छ। आफ्नै अगाडि हो रुने, आफ्नै अगाडि हो हाँस्ने। आजको भाइटिकाले फेरि सम्झायो, पर्खाइले आँसु दियो, भेटले मुस्कान फर्कायो। तपाईँ हाम्रो गर्व हुनुहुन्छ। हाम्रो साथ सदैव तपाईका लागि रहिरहनेछ। तारा झर्ने रातहरूमा पनि हजुरको सफलता भइरहोस्। भगवान पशुपतिनाथले हाम्रो एकमात्र रक्षक, हाम्रो मेरुदण्डको सदैव रक्षा गरिरहुन्। शुभचिन्तकले त हात सधैँ समातिरहनेछन्। शत्रुहरूले हात समात्न नसके पनि खुट्टा बेला बेला तानिरहुन्, ताकि मेरो दाजुको सफलता अझै माथि पुग्दै रहोस्। टीका लगाइसके पश्चात दाजुले हामी सबैलाई आफूलाई दिएको कुरा बाँड्दै जानुभयो। हामी सबैजना मिलेर सँगै खायौँ। अघि बच्चाहरूको भाइले दिएको थिएन, हाम्रो भाइले चाहिँ हामीलाई दियो है। त्यसैले हामीले हाम्रो भाइले दिएपछि हामीले पनि खायौँ। उनीहरूको पनि भाइले दिएपछि साइडमा गएर माइलो दिदी चाहिँ क्यामेराले छेकिरहनु भएको रहेछ। त्यो बेला हामी कसैले पनि देखेनौँ। हामीले वर्षौंपछि यसरी हाम्रो तिहार हर्ष, खुसी, उल्लास, आँसु, हाँसो र गर्वले मनायौं। यो चाडपर्व हामी सधैँ मनाइरहन पाऊँ। सबैको घरमा दाजुभाइ दिदीबहिनी बीचको माया र बन्धन मजबुत रहोस्। सबैका दाजुहरूको रक्षा होस्। ती सबै दाजुहरूले आफ्ना दिदीबहिनीहरूको रक्षा गरून्।
आफ्ना दिदीबहिनीले आफ्नो रक्षा गरी आफूले आफ्ना दिदीबहिनीको रक्षा गर्दै गर्दा समाजका अरू दिदीबहिनीलाई कुदृष्टि र कुनजरले कसैले नहेरुन्। हिंसा, बलात्कार र अन्यायका घटना कसैले पनि सुन्न नपरोस्। सबैका दिदीबहिनीलाई उत्तिकै सम्मान दिनुहोस् जसरी आफ्ना दिदीबहिनीलाई दिनुहुन्छ। यही मेरो अपेक्षा। यस वर्ष पनि हामीले 5 वटा माला लगायौं। मैले 2टा। माया, परिवार र सम्झनाको यो बन्धन सदैव यसरी नै मजबुत रहिरहोस्। विभिन्न चाडपर्वहरूले मान्छेलाई संस्कार र संस्कृति अँगाल्दै आएको र परिवारका बन्धनहरूमा मजबुत बनाउँदै आएको हाम्रो नेपाली हिन्दू संस्कृति सदैव रहिरहोस्, जगेर्ना गर्न र यसको संरक्षणमा सबैजना लागिरहुन्। हामी 4 दिदीबहिनीको यही आशीर्वाद अनि यही शुभकामना हाम्रो एक्लो भाइलाई। अहिले त म एक्लै रेकर्ड गरिरहेकी छु, तर सबै दिदीबहिनीको अपेक्षा र सबै दिदीको कुरा नै त्यही होला। अनि सदैव कल्पना गर्बैनी कल्पना गर्बैनी कल्पना गर्बैनी भन्नुहुन्छ नि, कल्पना नै गरेर सदैव कल्पनामै रहने हो भने त मैले आर्टिफिशियल इन्टेलिजेन्सलाई दाजु मगाए पनि भयो, दाजुको माया आर्टिफिशियल इन्टेलिजेन्सबाट पाए पनि भयो नि, हैन र? फेरि गुनासो गरे है मैले। हाम्रो गुनासो यस्तै हो, चलिरहन्छ। अब कोलाई गर्नु त? मैले मेरो दाजुलाई गर्ने, दाजुले बहिनीलाई गर्ने, यसरी नै गुनासो गर्ने, त्यसको सट आउट गर्ने, हिँड्ने, मुस्कान बाँड्ने, खुसी बाँड्ने, रमाउँदै जाने त हो नि। अब मैले पल्ला घरको कसैको दाजुभाइलाई गुनासो गरेर हुन्छ त? हुँदैन नि त। कान्छो बहिनी हो, सदैव हजुरलाई 11 वर्ष अग्रज राखेर गुरु र शिष्य, मेन्टर र मेन्टी जस्तो सम्बन्धमा बसेका थियौं। त्यही भएर यस्तै हो। अध्ययनको चापले अधिकांश घटनाक्रमका मिति बिर्सिनुभएका मेरा दाजुलाई यो भिडियोले मिति सम्झाउनेछ। यी फोटो हाम्रा 2072 सालका भाइटिकाका तस्बिर हुन्। जीवन्त छन्, कालजयी छन् हाम्रा लागि। त्यस पश्चात घरमा हाम्रो छोरीले केही वर्ष अगाडिबाट भाइटिका लगाउँदै आएको हाम्रो भदु मामा घरको नाति, मेरो त होइन, हाम्रो मामा घरको नातिलाई टिका लगाउँदैछन् 2 बहिनीले। भाउजू आउनु भएको छ सँगै। सो त्यसपछि हामीले भाउजूलाई लगाउँछौँ र हाम्रो तिहार यसरी सम्पन्न हुन्छ। हामीले यस वर्ष वर्षौंपछि खुसी लिएर, खुसीका साथ हामीले हाम्रो यस वर्षको दशैं तिहार मनायौं। अझै विशेषतः तिहार मनायौं। साँझको बत्ती, फूलको झाडी, सबैको मुहारमा मुस्कान सहितको यो तिहार, हामीले लाइट्स अफ फेस्टिभल भनेर चिनिने यो तिहार यसरी भाइटिका सम्पन्न गर्दै तिहारलाई बिदाई गर्ने हो। धेरै भावना मिसिएको दिन हो यो। हामी सबैजना एउटै फ्रेममा समेटिएको दिन हो यो। वर्षौंपछि खुसी ल्याएको दिन हो यो। यसरी उनीहरूले आफ्नो भाइलाई टिका लगाउँदैछन्। फोटो खिचाउँ भनेर दिविसलाई भन्दैछु। त्यस्तो राम्रो चाहिँ आएन कि भन्ने लाग्छ। तर साँच्चीकै ती केही फोटो, केही भिडियोले नि पछिका सम्झना बनाउनेछन्। त्यसपछि हामीले हाम्रो भाउजू, हाम्रो भन्दा पनि मेरो भाउजू लाई हामीले टिका लगायौं, दिदीहरूको भाइको श्रीमतीलाई। यस वर्ष साना बच्चाहरूको फोटो पनि खिच्दाखेरि त त्यति राम्रो आएन जस्तो लागेको थियो। म आफैले खिचेको हो, तर उनीहरूको फोटो हेर्दै गर्दाखेरि चाहिँ केही वर्षपछि यिनीहरूले सम्झिनेछन्। उनीहरूको लागि पनि त्यो फोटो कालजयी हुनेछ। हामीले सबैले टिका लगाइसके पश्चात यसरी फोटो खिचेका थियौं। यो फोटो अघि आएको फोटोको कपी गर्न खोजेको। अनि यो हामी 5 भाइना, यिनीहरूको लागि यो फोटो भविष्यको लागि साँच्चीकै सम्झना रहनेछ, कालजयी बन्नेछ।
यसरी हामीले हाम्रो यस वर्षको भाइटिका सम्पन्न गर्यौं। यहाँहरूले पनि आफ्नो दीपावली र भाइटिका राम्रोसँग सम्पन्न गर्नुभयो होला भन्ने अपेक्षा गरेका छौं। दिदीबहिनी र दाजुभाइको सम्बन्ध सदैव मजबुत रहिरहोस्। यहाँसम्म सुनिदिनु भयो धेरै धन्यवाद। यहाँहरू सबैलाई धेरै माया।